असार सिद्धेर साउनको 15 लगाइसक्यो। सबैका खेतबारीहरू हरियाली भइसके। आफ्नो भने आली कान्ला गरे होइन। यो गाउँमा युवाहरू सबै विदेश जान्छन्। गाउँमा काम गर्ने मान्छे भनेको कोही पाउन छोड्यो। कृषि गरेर त कसैले खाने भएन। यत्रो खेतीपाती छ, के गर्ने होला त मैले? नमस्ते नमस्ते। कति काम ल्याएछे लुरे माइला? पहिला पनि तपाईँले मेरो गर्जोका टारिदिनु भएको थियो। यसपालि पनि सानो सहयोग गर्नुहुन्छ कि भनेर आएको हजुर। के सहयोग गर्नु पर्यो? यसो हजारी जति चाहिएको थियो। तँलाई पैसा दिएर के गर्नु? जाँड खाएर सिद्ध्याउँछस्? पैसा त दिउँला, तर मेरो तलको खेत सबै बाँझो छ। यसमा आली काल्ला गर्नु छ। त्यो गरिस् भने एउटा लाठीले पाउने ज्याला म दिन्छु। म गइहाल्छु नि हजुर। ल गर्छस् भने ऊ त्यहाँ चाँदै छ, गएर तलको खेत देखाएको छ नि। ए त्यो त मलाई थाहा छ हजुर। त्यो त के त होइन। सबै आली काल्ला गरेर आउने, बेलुका लाठीले पाउने ज्याला पाइस्। हस् हजुर। के तलको खेत होइन हजुर? त्यही तलको गैरी खेत। हस् हस्।